मैले भोट चाहिँ राम्रो मान्छेलाई हाल्नुपर्छ है हैन राम्रो मान्छे को हो त भन्दाखेरि तपाईहरु सबैलाई थाहा छ कि राम्रो मान्छे को भन्ने कुरा चाहिँ तपाईहरु सबैले चिनिसक्नु भएको छ तर भोट हाल्नका लागि हिचकिचाइराख्नु भएको छ क्या हैन तपाईको हुन सक्छ पार्टीको दबाब होला हुन सक्छ अब एउटा पद तक्कामा हुनुहुन्छ होला तर के हो भन्दाखेरि त्यो आफ्नो ठाउँमा छँदैछ तर भोट चाहिँ खुसुका हाल्ने चीज हो क्या हैन गोप्य मत हो क्या त्यो टक्कै हान्दिनु न मन परेको मान्छेलाई सही मान्छे चाहिँ समयमा चिन्नु पर्छ क्या म चाहिँ त्यही भन्न चाहन्छु सबै पार्टीहरु मध्येको अलिक फरक बाटोबाट आएको हैन एउटा ग्रास लेभलबाट जसरी आउनु पर्ने हैन जुन लेभलबाट स्टेप बाइ स्टेप आउनु भएको छ हैन त्यो हिसाबले हेर्दाखेरि पक्कै पनि अब यसै पाली नभए पनि आउने सालहरुमा पक्कै पनि यो एउटा नेतृत्व गर्ने पार्टी बन्छ भन्ने हामीलाई लागेको छ हैन किन भन्दाखेरि पार्टीमा एउटा सिस्टम हुन्छ त्यो सिस्टम चाहिँ एकदम मिलेर आएको छ हैन अब तत्कालै यसले प्रभाव पार्न नसके पनि तर भोलिको दिनमा पक्कै प्रभाव पार्छ ललित कला प्रतिष्ठानले भनेको त तपाईको जति पनि सर्जकहरु छ जति पनि कलाकर्मीहरु छ हैन ललित कलाकर्मीहरु छ उहाँहरुको असहजता के हो हैन त्यसलाई सहजता गर्दिने हैन आधारभूत आवश्यकताहरु के छ त्यसलाई हैन नियमन गर्ने कुराहरु हो हैन उहाँहरुले ठेक्का लिने हैन का उहाँहरु भनेको एउटा निकाय हो नि त हामीले भइपरि आउँदा हामीलाई आपतकालीन अवस्थामा त भनेको त उहाँहरुले हामीलाई डोर्याउने हो क्या हैन रोजगारीको सिर्जना उहाँहरुले गराउने हो तर अब कलाकर्मीहरुकै रोजगार खोसेर चाहिँ अहिले गर्नु खोज्नु भएको चाहिँ के हो सबैभन्दा पहिले प्रतिष्ठानलाई यो प्रश्न गर्न चाहन्छु हैन यसको जवाफदेही कसरी दिनुहुन्छ त्यो छ र अर्को कुरा के हो भन्दाखेरि चाहिँ तपाईहरुले जे जति अब आफ्नो स्वार्थ भित्र रहेर काम गरिराख्नु भएको छ त्यो चाहिँ एकदमै भयंकर हुन सक्छ भोलिको दिनमा तपाईको जसरी पैसा गोजीमा हाल्नु भएको छ त्यो हामी मजाले उल्टाउन सक्छौं त्यसरी नै हामी तपाईको गोजीबाट थुत्न सक्छौं हैन यो अभियान सुरु भइसकेको छ यो चरणबद्ध तरिकाले अगाडि बढिरहेको छ हैन र अर्को कुरा के हो भन्दा तपाईहरुले खाली आफ्नै सहजताको लागि हैन पार्टीगत नियुक्तिमा आएर एउटा पार्टीगत दम्ब अथवा पद पावरको दम्ब हो कि अथवा के हो त हैन त्यसलाई टेकेर तपाईहरुले जुन किसिमले आफ्नै तपाईको सहजताको लागि अहिले चाहिँ पछिल्लो समय जे जति कुराहरु देखियो एकदमै भयंकर दर्दनाक टाइपको कुराहरु आइराखेको छ एक त जिटिजी मार्फत जुन किसिमले प्रतिष्ठानले नियमन गरिरहेको छ यो चाहिँ हामी ललित कलाकर्मीहरुको पेटमा लात हान्नेको देखियो किनभने जिटिजी मार्फत सबै सरकारी कामहरु चाहिँ ललित कलाकै माताहतमा हुनुपर्छ भन्ने कुरा नै गलत छ हैन किनभने ललित कला भनेको त हामी जति पनि ललित कलाकर्मीहरु छौं हैन हाम्रो आधारभूत आवश्यकता के हो हैन हामीलाई कसरी सहजता गर्दिन सक्छ भन्ने हैन हामी त्यो त निकाय हो नि त त्यसले त्यतातिर नगएर आफै ठेकेदारी कामहरु सुरु गरेको छ अब यसले भोलिको दिनमा अत्यन्तै गाह्रो पार्ने सम्भावना देखिएको छ पूर्तिकै कुरा गर्दाखेरि चाहिँ हामीले चाहिँ नाम दाम र हामीले बनाएका कृतिहरु हैन अब पछिल्लो समयमा पछिल्लो पुस्ताहरुले मजाले देख्न र छुन पाउने खालको हैन स्पर्श गर्ने खालको यो एउटा स्कोप हो यो एउटा फ्याकल्टी हो हैन यसमा त राम्रो छ दर्शकबिन नमस्ते पाथिभरा टेलिभिजनमा स्वागत छ आजको विशेष संवादमा आज विशेष अतिथि हुनुहुन्छ ललित कला कर्मीहरुको आवाजको अभियानकर्ता केडी याखा नमस्कार हजुर नमस्कार तपाईलाई पाथिभरा टेलिभिजनमा स्वागत छ हजुर धन्यवाद तपाईले अब एउटा ललित कला हैन शिल्पीमा तपाईहरुको एक किसिमको तपाईले चाहिँ एउटा अभियानकर्ताको रूपमा हिँडिराख्नु भएको छ हैन तपाईले धेरै एउटा कलाकृतिहरु पनि हैन अहिलेसम्म काम गरिराख्नु भएको छ आफ्नो एउटा पहिचान बनाउनु भएको छ यसबारेमा भनिदिनुस् न अहिले तपाई कहाँ काम गरिराख्नु भएको छ अहिले मेरो स्टुडियो चाहिँ झापा र मोरङमा छ हैन हामी त्यही क्षेत्रमा त्यहीँनेरि काम गर्छौं त्यो ठाउँमा झापा र मोरङ हजुर हजुर झापा कहाँ मोरङ कहाँ झापाको बिर्तामोड र मोरङको उर्लाबारी मा अवस्थित छ तपाई ललित कलामा आबद्ध भएर यो कामको सुरुवात चाहिँ कहिलेबाट गर्नुभयो लगभग 20-25 वर्ष भयो यो काम गर्न थालेको त अब त्यस बीचमा अब ललित कलासँग सहकार्य गरेर पनि धेरै कामहरु गरियो त्यस्तै छ
जस्तो अब तपाईँले 20-25 वर्षको यो यात्रामा हजुर ललित कलाको जुन किसिमको माध्यमबाट तपाईँले काम गरिराख्नु भएको छ, तपाईँको अनुभवमा के पाउनुभयो? अब यो ललित कलाकर्मीहरूको त राम्रो छ नि, अब स्कोप राम्रो छ सबैभन्दा पहिले चाहिँ। अब यो चाहिँ कस्तो भने ल मूर्तिकै कुरा गर्दाखेरि चाहिँ हामीले चाहिँ नाम दाम र हामीले बनाएका कृतिहरू हैन, अब पछिल्लो समयमा पछिल्लो पुस्ताहरूले मजाले देख्न र छुन पाउने खालको हैन, स्पर्श गर्ने खालको यो एउटा स्कोप हो, यो एउटा फ्याकल्टी हो हैन। यसमा त राम्रो छ भविष्य। जस्तै भन्नुपर्दाखेरि भोलि गएर तपाईँहरूको भनौँ न त्यो मृत्यु भए पनि तपाईँहरूको गरेको काम त सधैँभरि बाँचिरहन्छ, सधैँभरि मात्रै हेरिरहन्छ नि होइन, यो राम्रो पक्ष हो नि होइन र यो चाहिँ। हजुर जस्तो तपाईँले अघि हाम्रो अफलाइन कुराकानीमा चाहिँ अब म ललित कला प्रतिष्ठान हजुरमा के भ्रष्टाचारहरू भएको छ, के अनियमितताहरू भएको छन् होइन, जुन कुराहरू म एउटा अभियानकर्ताको रूपमा गएर ल्याउन चाहन्छु भनेर भन्नुभएको थियो, यथार्थ के हो भनिदिनुहोस् न। त्यही त अहिले केही समय अगाडिदेखि नै अब ललित कलाभित्र विभिन्न किसिमको नीतिगत भ्रष्टाचार गरेको पाइयो हैन। अब त्यहाँ चाहिँ मूल खाताको आर्थिक अपचलनहरू हैन, अनि अब यो ललित कलाकर्मीहरूको लागि केही कुरा नियमन नभएको कुराहरू छ हैन। अनि यो अहिले प्रादेशिक ललित कला प्रदर्शनी गर्दै गर्दा स्थानान्तरण गर्नको मूल उद्देश्य भनेको चाहिँ हैन आर्थिक अपचलन गर्नका लागि एउटा डिजाइन मात्रै हो भन्ने मेरो बुझाइ हो हैन। त्यो पनि हामी लगभग विरोधमै छौँ त्यसको पनि। अहिले चाहिँ पछिल्लो समय जे जति कुराहरू देखियो एकदमै भयङ्कर दर्दनाक टाइपको कुराहरू आइरहेको छ। एक त G2G मार्फत जुन किसिमले प्रतिष्ठानले नियमन गरिरहेको छ, यो चाहिँ हामी ललित कलाकर्मीहरूको पेटमा लात हान्नेको देखियो। किनभने G2G मार्फत सबै सरकारी कामहरू चाहिँ ललित कलाकै माताहतमा हुनुपर्छ भन्ने कुरा नै गलत छ हैन। किनभने ललित कला भनेको त हामी जति पनि ललित कलाकर्मीहरू छौँ हैन, हाम्रो आधारभूत आवश्यकता के हो हैन, हामीलाई कसरी सहजता गरिदिन सक्छ भन्ने हैन। हाम्रो त्यो त निकाय हो नि त, त्यसले त्यतातिर नगएर आफै ठेकेदारी कामहरू सुरु गरेको छ। अब यसले भोलिको दिनमा अत्यन्तै गाह्रो पार्ने सम्भावना देखिएको छ। जस्तो G2G मार्फत भन्नुभयो होइन, कलाकर्मीले डाइरेक्ट पाउने एउटा कामहरू हजुर हजुर उक्त संस्था मार्फत गर्नु पर्यो। अहिले चाहिँ कस्तो भने आफै आफ्नै चाहिँ ठेका लिएर काम गर्ने वातावरण बनाइराख्नु भएको छ क्या, उहाँहरूले आफै नियमन गरिराख्नु भएको छ क्या त्यो। र अस्तित्व काम भयो पनि हैन, त्यसरी काम हुँदै गर्दाखेरि त्यसमा पनि फेरि भ्रष्टाचार गरियो क्या त्यो काममा पनि हैन। प्रक्रिया पनि गलत तरिकाले उहाँहरूले चाल्नु भएको छ। अनि त्यो प्रक्रिया चाल्दै गर्दा पनि त्यहाँ पनि भ्रष्टाचार गरेको पाइयो। जस्तो तपाईँले अब एउटा भ्रष्टाचार भनेर एउटा आरोप लाउनु भयो, एउटा गम्भीर आरोप भयो होइन। अब भ्रष्टाचार भनेको चाहिँ एउटा देशबाट अहिलेको नयाँ जुन अब सरकार आइरहेको छ होइन, जुन यो जेनजी जुन आन्दोलनपछि होइन भ्रष्टाचारले त निर्मूल गर्ने भनेर अब चुनावको माहौलमा छौँ हामी होइन। भ्रष्टाचार त निर्मूल गर्ने भन्ने कुराहरू आइरहेको छ होइन। र भ्रष्टाचारले नै वास्तवमा देशलाई प्रगति गर्नुबाट बाधक रूपमा नेपालको भ्रष्टाचारले पनि हेरिएको छ। तपाईँले भ्रष्टाचार जस्तो एउटा गम्भीर आरोप कुन आधारमा लाउँदै हुनुहुन्छ? अब भ्रष्टाचार भयो भन्नुभयो तपाईँले, सुनेको आधारमा भन्नुभयो कि तपाईँले एउटा तथ्यगत प्रमाणको आधारमा भन्नुभएको हो कि? यस्तो छ, तपाईँ ठ्याक्कै ललित कला प्रतिष्ठानभित्र पस्नुभयो भने त्यहाँ एउटा अरण्यको टाउको मात्रै छ क्या तपाईँको होइन। त्यो टाउको हेरेर पनि तपाईँले मूल्याङ्कन गर्न सक्नुहुन्छ कि होइन। त्यो टाउको 6-7 वर्ष अगाडिदेखि होइन बन्न सुरु गरेको, अहिले टाउको एकातिर छ, जिउ कता छ होइन, यो भाग मुनिको भागहरू बन्नेकै छैन अझै पनि हैन। अब त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ त्यो चाहिँ तपाईँलाई अरण्यको टाउको मात्र छ भनेर भन्नुभयो, त्यो कि पुरै कदको बनाउन आँटेको थियो? ठुलो टाउको मात्र लगभग 30 फिट हाइटको, लगभग 27 देखि 30 फिट हाइटको बनाउने मेटलको भन्ने कुराहरू पहिले नै भएको हो। त्यसको विनियोजन पनि भइसकेको बजेट हैन। अब त्यो बजेट कहाँ गयो हैन? मूर्ति भनेको 30% मात्रै काम भएको छ मूर्तिमा त्यो बजेट अनुसारको। त्यो 70% जे जति आर्थिक छ हैन, आर्थिक पाटो छ, त्यो चाहिँ कसको गोजीमा पर्यो भन्ने क्वेसन हो क्या। यसको जवाबदेही चाहिँ हाम्रो उपकुलपति दिनुपर्ने हुन्छ हैन।
तर अस्ति त्यो हामीले कुरा पनि राखेको उहाँहरू त्यो कुराहरूमा अलिक पन्सिनु भयो। अब त्यो भएको कारणले गर्दा अहिले अब फेरि हामीले सशक्त तरिकाले फेरि तेस्रो चरणबाट हामी फेरि आन्दोलनमा अब जाने तयारीमा छौँ। अब यसले चाहिँ अलिक अझै भयङ्कर स्थितिहरू ल्याउन सक्छ। जस्तो अब आन्दोलन जाँदैछु भन्नुभयो, किन जाँदै हुनुहुन्छ कि तपाईँहरूले जुन अस्ति कुरा राख्यो भन्नुभयो, ललित कला प्रतिष्ठानको अन्य अब होइन एउटा जिम्मेवार व्यक्तिहरूसँग पनि त कुराकानी गर्नुभयो होला नि, बान्धवहरूसँग पनि? जिम्मेवार व्यक्तिहरूसँग कुरा गरियो, तर उहाँहरूले नटेरेको जस्तो बुझियो। उहाँहरूको मनमा चाहिँ के होला भन्दाखेरि चाहिँ हामी अब संस्कृति मन्त्रालयको एउटा सरकारी निकाय हो नि त, होइन, प्रतिष्ठान भनेको। अब हामीमा अहिले अब पावर छ, पद छ, होइन, यस्तो झिना मसिनाले के गर्न सक्छ भन्ने उहाँहरूको बुझाइ होला। तर गलतलाई गलत, सहीलाई सही भन्नका लागि चाहिँ धेरै संयोगको जमात आउनु पनि पर्दैन र ठुलो मान्छे अलिकति भयङ्कर मान्छेले भनिराख्नु पर्दैन। सामान्य मान्छेहरूले पनि त्यो कुराहरूको उत्थान गर्न सक्छ, होइन। अब भ्रष्टाचार विरुद्ध कुरा उठाउन सक्छ, होइन, परेको खण्डमा चाहिँ कठघरामा उभ्याउन पनि सक्छ। जस्तो अब तपाईँले अब हाम्रो चाहिँ अब तपाईँले धेरैपल्ट उहाँहरूसँग एउटा एक किसिमको कुराकानी गर्नुभयो, वार्ता गर्नुभयो, होइन। सहजीकरणको रूपमा तपाईँ चाहिँ एउटा कलाकर्मीहरूको एउटा अभियानकर्ता प्रमुख व्यक्ति हुनुहुन्छ, होइन। उहाँहरूसँग कुरा गरेमा तपाईँको चित्त बुझेन? चित्त त बुझ्ने ठाउँै छैन। किन तपाईँले अब क्वेसन राखेपछि त उहाँले पनि त आफ्नो दृष्टिकोण राख्नुभयो होला पक्का पनि। यस्तो छ, अहिले हाम्रो आधारभूत आवश्यकता भन्दा पनि, नियमन गर्ने कुरा भन्दा पनि भ्रष्टाचारी रोकथाम गर्नु एकदम पहिलो प्राथमिकता देखियो। त्यो भएर अहिले आधारभूत हाम्रो आवश्यकताहरू चाहिँ सेकेन्डरीमा राखेर यो भ्रष्टाचारलाई चाहिँ हामी निर्मूल पार्ने अभियान छ सुरुमा चाहिँ हाम्रो। भ्रष्टाचारलाई चाहिँ पुरै निर्मूल गर्ने अभियान छ सुरुमा चाहिँ। आधारहरू के छन्? जस्तो भ्रष्टाचार चाहिँ अब तपाईँले ललित कला प्रतिष्ठानको कुरा गर्नुभयो, होइन। हरेक क्षेत्रमा अब अहिले त नेपालमा भ्रष्टाचार व्याप्त भएको कुराहरू त हामीले सामाजिक सञ्जाल मिडियाहरूमा सुनिरहेका छौँ, होइन। आधार के हो भन्दाखेरि मैले मिडिया मार्फतै मैले भनिरहेको छु, होइन। मैले त आरोप लाएँ नि त, होइन। मैले चाहिँ बिना आधार आरोप लगाएको खण्डमा त उहाँहरूले अब म माथि उजुरी, होइन, गर्न सकिन्छ नि त, मानहानिको मुद्दा लाउन सक्नुहुन्छ, होइन। तर किन गरिराख्नु भएको छैन त, होइन। मैले त उहाँहरूलाई भन्नसम्म भनेको छु, होइन। उहाँहरूको जति पनि यो भ्रष्टाचार, नीतिगत भ्रष्टाचारको बारेमा त मैले नाम तोकेर किटानी तरिकाले नै भनिरहेको छु नि त, नामै तोकेर भनिरहेको छु भने यसको जवाबदेही उहाँहरूले पनि दिन सक्नुहुन्थ्यो होला नि त। किन दिइराख्नु भएको छैन? किन साइलेन्ट बसिराख्नु भएको छ, होइन। यस अर्थमा पनि हामीले बुझ्न जरुरी छ। हजुर। जस्तो तपाईँले अब ललित कला प्रतिष्ठानमा एउटा भ्रष्टाचार भयो भन्नुभयो, होइन। हजुर हजुर। ललित कला प्रतिष्ठानले गर्नुपर्ने के थियो र के हुँदैछ अहिले त्यहाँ? ललित कला प्रतिष्ठानले भनेको त तपाईँको जति पनि सर्जकहरू छ, जति पनि कलाकर्मीहरू छ, होइन, ललित कलाकर्मीहरू छ, उहाँहरूको असहजता के हो, होइन, त्यसलाई सहजता गरिदिने, होइन। आधारभूत आवश्यकताहरू के छ त्यसलाई, होइन, नियमन गर्ने कुराहरू हो, होइन। उहाँहरूले ठेक्का लिने होइन क्या, उहाँहरू भनेको त एउटा निकाय हो नि त। हामीले भइपरि आउँदा हामीलाई आपतकालीन अवस्थामा त भनेको त उहाँहरूले हामीलाई चाहिँ डोर्याउने हो क्या, होइन। रोजगारीको सिर्जना उहाँहरूले गराउने हो। तर अब कलाकर्मीहरूकै रोजगार खोसेर चाहिँ अहिले गर्नु खोज्नु भएको चाहिँ के हो? सबैभन्दा पहिले प्रतिष्ठानलाई यो प्रश्न गर्न चाहन्छु, होइन। यसको जवाबदेही कसरी दिनुहुन्छ त्यो छ। र अर्को कुरा के हो भन्दाखेरि चाहिँ तपाईँहरूले जे जति अब आफ्नो स्वार्थभित्र रहेर काम गरिराख्नु भएको छ त्यो चाहिँ एकदमै भयङ्कर हुनसक्छ। भोलिको दिनमा तपाईँको जसरी पैसा गोजीमा हाल्नु भएको छ त्यो हामी मजाले उल्टाउन सक्छौँ, त्यसरी नै हामी तपाईँको गोजीबाट थुत्न सक्छौँ, होइन। यो अभियान सुरु भइसकेको छ, यो चरणबद्ध तरिकाले अगाडि बढिरहेको छ, होइन। र अर्को कुरा के हो भन्दा तपाईँहरूले खालि आफ्नै सहजताको लागि, होइन, पार्टीगत नियुक्तिमा आएर एउटा पार्टीगत दम्ब अथवा पद पावरको दम्ब हो कि अथवा के हो त, होइन। त्यसलाई टेकेर तपाईँहरूले जुन किसिमले आफ्नै तपाईँको सहजताको लागि आफ्नै काकालाई, होइन, सिडिओ, होइन, सहायक सिडिओ रिटायरमेन्ट आफ्नै काकालाई 67-68 वर्षको काकालाई चाहिँ करारमा राखेर, होइन, तपाईँहरूले प्रशासन प्रमुख बनाउनु भएको छ। त्यो किन बनाइयो, के का लागि बनाइयो, होइन। एउटा नेपाली नागरिकले दोहोरो सेवा लिन पाउँछ कि पाउँदैन? ललित कला प्रतिष्ठानको प्रमुखले चाहिँ काकाले राख्नु भएको, प्रमुखले होइन, सचिवले चाहिँ, देवेन्द्र कुमार काफ्ले थुम्केलीज्यूले आफ्नो काकालाई, होइन,
कमलमणि काफ्लेज्यूलाई चाहिँ के को आधारले राख्नुभयो होइन त्यो छ। अब सरकारी नियम अनुसार चाहिँ दोहोरो सेवा सुविधा लिन पाइन्छ कि पाइँदैन, यसको जवाबदेही चाहिँ हाम्रो थुम्केलीले दिनुपर्छ होइन। नदिएको खण्डमा अब त्यो त हामीले गर्नुपर्ने काम कर्तव्यहरू चाहिँ सुरु भइसकेको छ होइन, अगाडि बढिसकेको छ, यो पनि जानकारी गराउँछु म होइन। अख्तियारमा अब हामी जाने कुराहरू त होइन, हामीले यो कुराहरू सबैलाई समेटेर होइन हामी अब अगाडि बढाइसकेको छौँ। कारबाहीहरू के गर्नुपर्छ त्यो चाहिँ अब केही समयमा तपाईँहरूले थाहा पाउनुहुन्छ। जस्तो तपाईँलाई अघि नै मैले भने एउटा भ्रष्टाचार जस्तो एउटा गम्भीर आरोप उहाँहरूले लाउनुभयो होइन। उहाँहरूले चाहिँ तपाईँ एउटा अभियानकर्ता होइन लगायत अन्य तपाईँहरूको साथीभाइहरूले भेला बनाएर होइन हाम्रो चाहिँ यो गल्ती भयो, अब हामी चाहिँ यसरी अगाडि बढ्छौँ होइन, र हामीबाट गल्ती भएको कुरा मान्छेबाट गल्ती हुन्छ होइन, संस्था कार्यालयबाट पनि प्रतिष्ठानबाट पनि गल्ती होला। अब चाहिँ हामी सुधारेर हामी चाहिँ एउटा प्रतिबद्धता भएर तपाईँहरूसँग सहकार्य गरेर अगाडि बढ्छौँ भन्ने एउटा उहाँले चाहिँ प्रस्ताव ल्याउनु भयो, मिल्न चाहनुभयो भने तपाईँहरू के गर्नुहुन्छ? त्यो अहिले मिल्न सक्ने सम्भावनै छैन होइन। किन भन्दाखेरि जस्तो प्रस्ताव उहाँले ल्याउनु भयो भने होइन त्यो त मिल्न सक्ने सम्भावना किन छैन भन्दाखेरि चाहिँ भ्रष्टाचार गरिसक्नु भएको छ नि त। त्यो त सबै कुराहरू त्यहाँनिर आउँछ होइन। अब उहाँहरूको के छ कसो छ, उहाँहरूले कसरी चलिराख्नु भएको छ। तपाईँले त्यो भ्रष्टाचारमा जुन विषयमा तपाईँले एउटा आरोप लाउनु भएको छ होइन, हजुर हजुर, ती कुराहरूमा उहाँले चाहिँ एउटा हरिसाब चाहिँ अब होइन पर्छोट भएका लगानी भएको कुराहरू देखाउनु सक्नुभयो भने त, र उहाँहरू चाहिँ एउटा एक किसिमको वार्तामा कुनै पनि एउटा निकासको समस्याको एउटा सहजीकरण होइन, अन्तिम त वार्ता नै हो होइन। त्यस्तो प्रस्ताव आएन के भन्नुहुन्छ भन्ने खोजेको म त्यो मैले सबैभन्दा पहिले देखाउन सक्नै हुन्न क्या उहाँहरूले होइन। त्यो त हिसाब किताब त अब आजभन्दा 6-7 वर्ष अगाडि सकेको हो नि त। उहाँहरूले त्यो भ्रष्टाचार गरेको पैसाहरू पनि विभिन्न ठाउँमा लगानी गरिसक्नु भएको छ, त्यो कुरा पनि थाहा छ। अब सम्पत्ति शुद्धिकरणमा पनि हामी हाल्दैछौँ होइन। भनिसकेपछि अहिले यो चाहिँ के हो भन्दाखेरि चाहिँ अहिले लाज पचाएर साइलेन्ट बस्नु भएको मात्रै हो होइन। ढिलो चाँडो उहाँहरू कटघरामा उभिने हुन्छ त्यति हो, हामी उभाउँछौँ। मिल्न सक्ने सम्भावना भनेको उहाँहरू पछाडिका होइन जो जति कार्यकारी आउनुहुन्छ उहाँहरूसँग मिल्ने सम्भावना हुन्छ होला, तर उहाँहरूसँग भनेको चाहिँ मिल्ने सम्भावनै छैन क्या। त्यतिसम्म भ्रष्टाचार गर्नुभएको छ क्या। अहिले उहाँको कार्यकालमा जो हुनुहुन्छ व्यक्तिहरू हुनुहुन्छ उहाँसँग चाहिँ समझदारी र सहमति हुने छैन र नयाँ कार्य समितिसँग चाहिँ हुनसक्छ भने तपाईँहरूको फटाहरूसँग 2 नम्बरी मान्छेहरूसँग त्यो समझदारी कुरै हुँदैन, वैचारिक बहसै हुँदैन, त्यो छ। जस्तो तपाईँले अब हाम्रो अन्तिम चाहिँ अब एउटा आन्दोलन नै गर्दैछौँ, हाम्रो आन्दोलनको रूप चाहिँ एकदम एउटा भयङ्कर हुन्छ भन्नुभयो, ऐतिहासिक भन्नुभयो। कस्तो तपाईँ आन्दोलनको रूप चाहिँ कस्तो हुन्छ? भयङ्कर भन्नाले चाहिँ अब प्रतिष्ठानै कोल्याप्स हुने सम्भावना छ। कुन आधारमा कोल्याप्स हुन्छ? कुन आधारमा भन्दाखेरि अब प्रतिष्ठानको जति पनि अहिले प्राज्ञ परिषदभित्र होइन मेन उपकुलपति कुलपतिदेखि लिएर यता सचिव होइन प्राज्ञहरू सबै नै भ्रष्टाचारमा मुसिसकेपछि त अब त्यो संस्था त अब हामीले नै त्यसलाई कोल्याप्स पार्नुपर्छ। त्यो खालको संस्था अब हामी जति पनि कलाकर्मीहरूको हितमा छैन नि त। त्यो भएपछि बरु संस्कृति मन्त्रालय नै चलाउँछ, पहिले पनि संस्कृति मन्त्रालय चलाएको हो होइन। अब त्यस्तो हुन्छ भने बरु कोल्याप्सै पारिदिने ढुक्कै हुन्छ। चोर्नको लागि होइन लुट्नको लागि सहजता गर्ने संस्था त्यो हामीलाई चाहिएन। बरु हामी बिना प्रशिक्षण हामी बस्न सक्छौँ, आफूले काम गरेर रोजीरोटी खाएर बाँच्न सक्छौँ, त्यो चाहिँ लाग्छ हामीलाई। ठिक छ, तपाईँले अब आफ्नो एउटा ललित कला प्रतिष्ठानमा तपाईँ ललित कला कर्मीहरूको एउटा अभियानकर्ताको रूपमा एउटा असन्तुष्टि राख्नुभयो, दरसँग राख्नुभयो होइन। सकभर अब तपाईँहरू एउटा सहजीकरणको रूपमा वार्ताबाट यो समाधान गर्नेतर्फ जानुहोस्। तपाईँहरूको क्वेसनले उहाँहरूले तपाईँहरूको चित्त बुद्ध जवाब उहाँले दिनुभए राम्रो होला होइन भन्ने मेरो एउटा आग्रह हो। र ठिक छ, अब अहिले हामी चुनावको एउटा माहौलमा छौँ होइन। यो अहिलेको यो सङ्घीय निर्वाचनले कसरी हेर्नु भएको छ? अब म चाहिँ के भन्छु भन्दाखेरि अब जे जति देखिएको छ राजनीतिक माहौल होइन, अहिलेसम्म आइराख्दाखेरि मैले त एकैपल्ट मात्रै भोट हालेँ होइन। अहिलेसम्म यो 41 वर्षको उमेर हुँदै गर्दा एकैपल्ट मात्रै भोट हालेँ। त्यो चाहिँ कस्तो भने गर्छ कि भनेर सम्भावना भएको मान्छेलाई मात्रै भोट हालेँ नि त। जस्तो 62-63 सालको आन्दोलन पछाडि होइन मैले एक भोट चाहिँ माओवादीले हालेको हो, किनभने
क्रान्ति गरेर आएको केही हुन्छ कि होइन, अब केही चाहिँ उपलब्धि हुन्छ कि भन्ने हिसाबले एकपल्ट हालेँ मैले होइन। त्यहाँदेखि त हालेको छुइनँ, तर योपल्ट हाल्ने मनस्थिति बनाएको छु। तर कसलाई हाल्छु? राम्रो मान्छेलाई हाल्छु होइन। अब केही सम्भावना पुगेको मान्छेलाई हाल्छु, त्यति हो। तर सबै मान्छेले त्यसरी नै बुझ्न जरुरी छ, हाम्रोलाई भन्दा पनि राम्रोलाई हाल्नु होला होइन। भोट हाल्नका लागि चाहिँ 10 पल्ट सोचेर हाल्नु होला, त्यति भन्न चाहन्छु म। जस्तो अब अहिले त नयाँ पार्टीहरू आएको छन्। हजुर हजुर हजुर। नयाँ पार्टीहरूले पनि जनताले एउटा आशा देखाएको छन्। हजुर हजुर। पहिलेको सरकारले चाहिँ नेपालको जनशक्तिले चाहिँ अब मेन पावरको रूपमा विदेश पठाउने हजुर हजुर र यहाँ भ्रष्टाचार गर्ने हजुर हजुर र जनताले दिनादिन अब बेरोजगार बनाउने, दुःख दिने भाइ के देखिएन होइन। नयाँ पार्टीबाट के आशा गरौँ होइन। जस्तो अब अहिले धरानबाट भर्खरै अब मेयरबाट चाहिँ अब बिदा हुनुभयो होइन। हजुर। जस्तो त्यो धरानका अब हर्क साम्पाङ, धरानका हर्क साम्पाङ चाहिँ जुन उहाँ चाहिँ अब श्रम संस्कृति पार्टीका अध्यक्ष पनि हुनुहुन्छ होइन। हजुर हजुर। उहाँले चाहिँ श्रम संस्कृति पार्टीबाट विभिन्न एउटा अभियानहरू चलाइराख्नु भएको छ। अब अहिले यो चुनावमा पनि अब होमिनु भएको छ। हजुर हजुर। हर्क साम्पाङ र श्रम संस्कृति पार्टीले कसरी हेर्नुहुन्छ? कस्तो भने सबै पार्टीहरू मध्येको अलिक फरक बाटोबाट आएको होइन। एउटा ग्रास लेभलबाट जसरी आउनुपर्ने होइन, जुन लेभलबाट स्टेप बाई स्टेप आउनु भएको छ होइन, त्यो हिसाबले हेर्दाखेरि पक्कै पनि अब यसै पालि नभए पनि आउने सालहरूमा पक्कै पनि यो एउटा नेतृत्व गर्ने पार्टी बन्छ भन्ने हामीलाई लागेको छ होइन। किन भन्दाखेरि पार्टीमा एउटा सिस्टम हुन्छ, त्यो सिस्टम चाहिँ एकदम मिलेर आएको छ होइन। अब तत्कालै यसले प्रभाव पार्न नसके पनि तर भोलिको दिनमा पक्कै प्रभाव पार्छ। जस्तो अब हर्क साम्पाङ चाहिँ सुनसरी एकबाट चाहिँ अब सङ्घीय निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा उहाँ चाहिँ अब चुनावमा चाहिँ सहभागी हुँदै हुनुहुन्छ होइन। हर्क साम्पाङको जित कतिको सुनिश्चित छ? कस्तो लाग्छ हर्क साम्पाङले जित्नुहुन्छ? अब व्यक्तिगत उहाँले गरेको कामको आधारमा जुन नगरपालिकाको प्रमुख हुँदाखेरि उहाँले चाहिँ अब विभिन्न कामहरू गर्नुभयो। धरानमा पानी खुवाउनेदेखि लिएर बगरले चाहिँ अब पार्क बनाउने, जङ्गल बनाउने हरेक छ नि त कामहरू। धरानमा सरसफाइ, यी कुराले हेर्दाखेरि के हर्क साम्पाङले यसपालिको सङ्घीय निर्वाचनमा जित्नुहुन्छ? यस्तो लाग्छ मलाई। अब अहिलेसम्म मैले कुनै पार्टीको झन्डा बोकेको छैन होइन। म स्वतन्त्र मान्छे हो। तर कस्तो भने म स्वतन्त्र मान्छे हुँदै गर्दाखेरि चाहिँ मैले भोट चाहिँ राम्रो मान्छेलाई हाल्नुपर्छ है होइन। राम्रो मान्छे को हो त भन्दाखेरि तपाईँहरू सबैलाई थाहा छ क्या राम्रो मान्छे को भन्ने कुरा चाहिँ तपाईँहरू सबैले चिनिसक्नु भएको छ। तर भोट हाल्नका लागि हिचकिचाइराख्नु भएको छ क्या होइन। तपाईँको हुनसक्छ पार्टीको दबाब होला, हुनसक्छ अब एउटा पद तक्कामा हुनुहुन्छ होला। तर के हो भन्दाखेरि त्यो आफ्नो ठाउँमा छँदैछ, तर भोट चाहिँ खुसुक्क हाल्ने चिज हो क्या होइन। गोप्य मत हो क्या, त्यो टक्कै हानिदिनु न मन परेको मान्छेलाई। सही मान्छे चाहिँ समयमा चिन्नुपर्छ क्या, म चाहिँ त्यही भन्न चाहन्छु। त्यति हो, चिन्नु पर्यो। तर हर्क साम्पाङले चाहिँ जित्नु चाहिँ जित्नुहुन्न। अब हर्क साम्पाङ नै चाहिँ भन्दिनँ होइन। तर सही मान्छे को हो क्या चिन्नु पर्यो क्या, चिन्नु पर्यो, खोज्नु पर्यो होइन। अब म भोट हाल्दै गर्दाखेरि को चाहिँ मान्छे सही छ, को चाहिँ एकदम निष्पक्ष छ होइन, को चाहिँ अब भोलिको दिनमा अब कार्यकारी प्रमुख हुँदाखेरि सम्भावना बोकेको पार्टी अथवा सम्भावना बोकेको व्यक्ति चाहिँ को छ त होइन। क्रिएटिभिटी मान्छे को छ, क्षमतावान को छ, त्यसलाई चाहिँ हेर्नु होला, बुझ्नु होला भन्न चाहन्छु। जस्तो तपाईँले भन्नुभएको व्यक्ति श्रम संस्कृति पार्टीका अध्यक्ष माटो चिन्ह होइन, चुनाव चिन्ह माटो र हर्क साम्पाङ पनि त हुन सक्नुहुन्छ नि त होइन। होइन म त व्यक्ति विशेषमा त जाँदै जान्न, तर बुझिसक्नु भएको छ क्या उहाँहरूले। म भन्दिनँ, तर बुझिसक्नु भएको छ, बुझ्नु होला होइन। तपाईँको यो दिमाग छ नि, दिमाग कति छ होइन। तपाईँको आँखाले देखिराख्नु भएको छ, कानले सुनिराख्नु भएको छ, सबै कुराहरू तपाईँको हातमा छ। गोप्य मत हाल्नु होला, मन परेको मान्छे, सम्भावना बोकेको मान्छेलाई हाल्नु होला भन्न चाहन्छु। त्यति मात्रै हो। सम्भावना बोकेको मान्छे भने धरान सुनसरी अब मैले भनेको प्रश्नको ठ्याक्कै जवाफ चाहिँ आएन कि हर्क साम्पाङले तपाईँ खालि हर्क साम्पाङ मात्रै भन्नुहुन्छ क्या, खालि हर्क साम्पाङ मात्रै भन्नुहुन्छ। हर्क साम्पाङले जित्नुहुन्छ कि हार्नुहुन्छ मात्रै भने मैले त एउटा माहौल छ नि त, मिडियामा सबैले आफ्नो दृष्टिकोण राखिरहेको छ। यस्तो छ अहिले दृष्टिकोण सुनौँ भनेको मात्रै मैले। यस्तो छ अहिले मान्छे लाटो छैन क्या, जसले काम गर्छ होइन, जसले मेहनत गर्छ, जसको चाहिँ अब सिस्टम राम्रो छ होइन, जो चाहिँ भुइँ मान्छे छ, जसले चाहिँ सर्ववर्गको लागि चाहिँ होइन केही गर्छ भन्ने मान्छेमा आश छ होइन, त्यो मान्छेले पक्कै जित्नुपर्छ, जिताउनु पनि पर्छ क्या। जिताउने जिम्मा तपाईँहरूको हो क्या, त्यति हो होइन। जो कोही होस् होइन, राम्रो मान्छेलाई जिताउनु होला होइन भने त्यही हो। जेनजी आउँछ, कहिले के आउँछ, कहिले अब दण्डकाल आउँछ होइन,
यसरी नै सामना गर्नुपर्ने हुन्छ। समयमा बुद्धि पुर्याउनुहोस्, यो एकदमै राइट समय आएको छ, समयलाई चिनेर भोट हाल्नु होला, त्यति भन्न चाहन्छु म। जस्तो अब अहिले यो सङ्घीय निर्वाचनकै कुरा गर्दाखेरि यो दमक दमकको पनि निकै चर्चा छ। झापा दमकको क्षेत्र नम्बर 5 जहाँ चाहिँ यहाँ पूर्व प्रधानमन्त्री केपी ओली होइन, राजसभाका वरिष्ठ उपाध्यक्ष भर्खरै अब मेयरबाट निवर्तमान हुनुभएका बालेन शाह लड्दै हुनुहुन्छ, नेपाल कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ होइन, यता श्रम संस्कृति पार्टीबाट समीर तामाङ, उहाँहरूको निकै चर्चा छ होइन। अब यसपालि त्यहाँको चुनाव पनि देशैबाट एउटा हेरिएको छ कसले जित्ने भन्ने होइन। त्यहाँ भावी प्रधानमन्त्री 2 जना हुनुहुन्छ, 2 जना युवा जल्दा बल्दा हुनुहुन्छ होइन। तपाईँको विचारमा उक्त क्षेत्रबाट कसले जित्छ होला र कसले जित्नुपर्छ, के को आधारमा? अब त्यो चाहिँ के हो भने हाम्रो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा पकड भएको ठाउँ हो। त्यहाँ चाहिँ उहाँहरूले आफ्नो कार्यकालमा धेरै लगानी गर्नुभएको छ क्या, किनभने जित्नु पर्यो नि त नेक्स्ट टाइम पनि। त्यो भएको कारणले गर्दाखेरि उहाँ र बालेन शाहको पनि अब कस्तो भने फलोवर्स धेरै भएको मान्छे, अलिकति युवा पुस्ताले अलिक रुचाएको मान्छे होइन। पछिल्लो समयमा आएर अलिकति गडबड देखियो, त्यो नजर अब सबैले बुझिरहेको कुरा हो, हेरिरहेको कुरा हो। अनि अर्को कुरा हाम्रो श्रम संस्कृति पार्टीबाट चाहिँ समीर तामाङज्यू पनि आउनु भएको छ। उहाँको चाहिँ कस्तो भने अब हामी चाहिँ व्यक्ति विशेषलाई भन्दा पार्टी चाहिँ अलिकति नयाँ होइन, नयाँ मन होइन, नयाँ भावना होइन, नयाँ जोस जागर भएर आएको पार्टी पनि हो। त्यसपछि मलाई के लाग्छ भन्दाखेरि यो मतको लागि चाहिँ तिनैजना उत्तिकै प्रतिस्पर्धी लाग्छ मेरो बुझाइमा है। उत्तिकै उयो छ। एउटा प्रखर व्यक्ति रञ्जित तामाङ होइन, अखिलको के अरे विद्यार्थीको चाहिँ म अध्यक्ष भइसक्नु भएको रञ्जित तामाङ पनि हुनुहुन्छ नि त। उहाँ चाहिँ केबाट उठ्नु? पहिला माओवादी, अब अहिले समीकरण भएर नेपाल कम्युनिस्ट पार्टी भएको छ नि त। युवा जुझारु यस्तो छ देखिएको भनेको चाहिँ अब 3वटा पार्टीमा पक्कै पनि त्यहाँ कम्पिटिसन आउँछ। धेरै मतको हेरफेर चाहिँ हुँदैन होइन। ठुलो पार्टी भन्दा उसले धेरै ल्याउँछ भन्ने चाहिँ त्यो छैन। मान्छे किन भन्दा मान्छे बाटो भइसक्यो नि त अहिले होइन। अनि युवाले रुचाएको भन्नु पनि मिल्दैन क्या। अहिले युवाहरू पनि बाटो भइसक्यो क्या। को चाहिँ गलत छ त? युवामा पनि गलत छ कि छैन होइन, उहाँहरूले पनि हेर्नुहुन्छ नि त। अनि अहिले आएको पार्टीमा पनि जुन अब श्रम संस्कृति पार्टी छ होइन, अब नयाँ भए पनि एकैचोटि अब पहिलोचोटि उहाँहरूले प्रतिनिधि सभाको अब उम्मेदवार हुँदै गर्दा होइन, नयाँ पार्टी भन्दैमा पनि त्यो कम आउँछ भन्ने चाहिँ हुँदैन, त्यति चाहिँ मलाई लाग्छ। तपाईको विचारमा कसले जित्नुहुन्छ होला? होइन 20-19 हो सबै जित चाहिँ अब त्यति धेरै फरक मत चाहिँ आउँदैन। त्यही पनि भन्नु सकियो नि त। 3टा पार्टीमा 20-19 को मतले फरक आउँछ। अब एउटा अब त्यो पहिलेदेखि पकड भएको हिसाबले गर्दाखेरि चाहिँ अब केपी शर्मा ओलीज्यूले नै बाजी मार्नुहुन्छ कि भन्ने चाहिँ लाग्छ। किनभने त्यो ठाउँमा उहाँले गर्नुभएको छ क्या। किनभने पहिलेदेखि नै त्यो ठाउँ जित्दै आउनुभएको होइन, आफ्नो पकड ठाउँ होइन। त्यो ठाउँलाई त उहाँहरूले त अब सधैँको लागि जित्नुहुन्छ कि भन्ने लागेको मात्रै हो। यस्तो हो, जस्तो अब केपी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब उहाँको भेगमा केही थोर बहुत अब गर्नुभयो र नगरपालिका भनेपछि अब सबै नगरपालिकामा गएर हेर्न सक्नुहुन्छ थोर बहुत विकास भएकै हुन्छ। हजुर उहाँको अब त्यो विकास भन्नु कि अब के भन्ने, अब त्यो एउटा भ्युटार चाहिँ चर्चामा छ होइन। तपाईँ चाहिँ अलिकति अब परिवर्तन चाहने मान्छे, अब कुनै सङ्घ संस्थाहरूमा होइन प्रतिष्ठानहरूमा चाहिँ अब एउटा भ्रष्टाचार हुनु हुँदैन होइन, अनि परिवर्तन आउँछ भने एउटा जोरदार आवाज उठाउने, अब हरेक कुरामा एउटा परिवर्तन चाहने। अनि तपाईँ जस्तो एउटा भनौँ अभियानकर्ता, सामाजिक अभियानकर्ताहरूले चाहिँ अहिलेको नयाँ पार्टीहरूलाई अब अलिकति समर्थन गरेर अलि अगाडि बढ्दाखेरि जति पनि अब तपाईँले चाहनुभएका भ्रष्टाचार अन्त्य होइन, विभेदहरूको अन्त्य हुन्थ्यो होला नि त। यस्तो छ, पुरानो पार्टीहरू त फेलरै हो भन्ने कुरो हामी सबैलाई थाहा छ। तर पनि त्यहाँको माहौल हुन्छ नि, आफ्नो पकडको एरिया हुन्छ होइन। त्यो पकडको एरियाले गर्दाखेरि चाहिँ धेरै मत भन्दा पनि केही सामान्य मतको हेरफेरले होइन हारजित होला भन्ने लागेको। तर सामाजिक सञ्जाल अस्ति भाग्य नेपानेजीहरू, किशोर श्रेष्ठजीहरूले त्यहाँ चाहिँ अब एउटा सामाजिक त्यहाँका स्थानीय मतदाताहरूसँग उहाँले मत सर्वेक्षण गरेर सामाजिक सञ्जालमा हालिराख्नु भएको छ होइन। अब पहिला के थियो त्यो थाहा भएन होइन। यो जेनजीको आन्दोलनले पनि अलिकति भने एमालेमा अलिकति प्रभाव परिरहेको छ होइन। त्यसले गर्दाखेरि नयाँ पार्टीले नै मत दिनुपर्छ भने त्यहाँको जनशक्तिहरूले त अब मतदाताहरूले त भनिराख्नु भएको छ नि त। किन सबै कुराहरू
एउटै स्थिर रहन्छ भन्ने त हुँदैन नि, किन 2064 को चुनावमा त्यहाँ केपी शर्मा ओली हार्नु भएको पनि त हो। हजुर हजुर हजुर, नभए त्यतिखेर जित्नै पर्थ्यो त। हजुर हजुर, र उहाँले जित्नु भएको आधार चाहिँ यो रापपा, यो राजेन्द्र लिङ्गदेनलाई उता एमाले सहकार्य गरेर जित्नु भएको मात्रै त हो नि। तपाईँले जुन किसिमको एउटा आधार दिनुभयो त्यो आधार त छैन होइन, त्यस्तो लागेको हो होइन। अनि अब खास चाहिँ अब मान्छेले बुझ्नुपर्ने समय आएको छ। अब जसले जिते पनि सम्भावना बोकेको पार्टीले जितोस् होइन, राम्रो व्यक्ति विशेष पनि राम्रो हुनु पर्यो नि त। अहिले अनि नयाँ पार्टीहरूसँग त्यति खुल्नु भएको रहेन रहेछ है? होइन, अब हामी पार्टीको झन्डा बोकेर अहिलेसम्म हिँडेको छैन। मैले जम्मा भोट एकपल्ट हालेँ। समर्थन त गर्न सकिन्छ नि त, समर्थन त गर्न सकिन्छ। समर्थन मनमै छ होइन। म चाहिँ भोट हाल्छु, खुसुक्क हाल्छु है, तर राम्रो मान्छेलाई, राम्रो भिजन भएको मान्छेलाई, राम्रो व्यक्तिलाई होइन, अब सम्भावना बोकेको पार्टीलाई हाल्ने हो होइन। अब त्यो आफै विचार गर्नु होला, म यही पार्टीमा हाल्नु भन्दिनँ। तपाईँहरू नेपाली जनताहरू चाहिँ अब जहिले तहिले भेडा नबन्नु होला होइन। त्यो एउटा अहिले राइट समय आएको छ। समयमा हामी मान्छे चिन्नुपर्छ, हामीले मान्छे चिन्नुपर्छ र देशको आर्थिक उन्नति, देशको जे जति भएको जुन किसिमले अहिले भइरहेको छ होइन, त्यसलाई चिर्नका लागि होइन, अब कुन पार्टी आएको छ अथवा को व्यक्ति आएको छ त्यो चिनेर खुसुक्क भोट हाल्नुलाई तपाईँलाई कसैले केही भन्दैन। आखिर तपाईँले भोट कसलाई हाल्नुभयो भन्ने त थाहा हुँदैन नि त। गोप्य मत चाहिँ एकदमै सही व्यक्तिलाई हाल्नु होला, त्यति भन्न चाहन्छु म। मेरो सल्लाह चाहिँ तपाईँ जस्तो एउटा अभियानकर्ता, समाज बुझेको, राष्ट्र बुझेको, सङ्घ संस्थामा भएका भ्रष्टाचारहरूलाई पनि नजिकबाट निहाल्नु भएको व्यक्तिहरूले म खुसुकै भोट हाल्छु होइन, तपाईँ जस्तो अभियानकर्ताहरूले चाहिँ अहिले आएको कुनै नयाँ पार्टी होइन या तपाईँले रुचाएको कुनै पार्टीमा भोट हाल्नुपर्छ भने त्यहाँ पनि तपाईँले अभियान चाहिँ लिएर अगाडि बढ्नुपर्ने होइन र? अहिले त नि यो पार्टीगत तरिकाले गयो भने त नि यहाँ त बाँच्नै सकिँदैन होइन। अब म एउटा पार्टीको झन्डा लिएर हिँडेँ भने नि अर्को पार्टीको मलाई त कामै दिँदैन अर्को पार्टीकोले, त्यो छ क्या। यहाँ त डराउनु पर्ने छ नि त। पेसाले पनि त्यस्तो बनायो, पेसाले त्यस्तो बनाएको छ होइन, व्यक्तिगत होइन, इच्छा होइन, पेसाले त्यस्तो बनायो। पेसा त्यो छ, त्यो भएको कारणले गर्दाखेरि त्यो बाध्यता भयो। अब हामीले झन्डा बोकेर हिँड्यौँ भने कि अब खुलेरै सक्रिय तरिकाले झन्डा बोकेर हिँड्नु पऱ्यो, काम कुरोहरू एकातिर छोडेर होइन। होइन भने अब अप्ठ्यारो छ क्या तपाईँको। अब बोल्दै गर्दा अब फटाफुट्टा कामहरू आउँछ होइन। त्यही पनि अब पार्टीको झन्डा बोकियो भने त 3 वर्षमा एउटा काम आउला अनि हामी त भोकले मर्छौँ होइन। त्यो छ क्या। पहिले हामी बाँच्नका लागि हामी पहल गर्नुपर्छ। बाँच्दाखेरि अप्ठ्याराहरू के आइपर्छन् त्यो कुरा त गर्नु भएन नि त, त्यति मात्रै हो। तर मनमा त छ नि मैले पनि केही गर्नुपर्छ। तर अब पछिल्लो समयमा अब जे देखिएको छ होइन, त्यसको आधारमा भोलिको दिनमा हामी पनि खुलेर आउन सक्ने सम्भावना पनि छ। आउनु पर्छ। हजुर। अब हामी पाथिभरा संवादको अन्त्यमा छौँ होइन, अन्त्यमा के भन्नुहुन्छ? अब हाम्रो मूल कुराहरू अहिले जे जति भएको छ त्यो प्रतिष्ठानको विरुद्ध भइरहेको छ। प्रतिष्ठानको विरुद्ध मैले अख्तियारमा उजुरी प्रक्रिया सुरु भइसकेको छ होइन। त्यो प्रोसेसमा छ। अब भोलि पर्सितिर होइन हामी अनलाइन मार्फत र मेनुअली पनि हामी गर्छौँ होइन। अनलाइन मार्फत हामीले गरिसकेका छौँ। अब मेनुअल पनि हामी जान्छौँ र यी कलालाई चाहिँ एउटा ठेकेदारी गर्ने, व्यवसाय बनाउने, यी कलाका ठेकेदार हुँ भन्ने मान्छेलाई चाहिँ ठिक ठाउँमा लानुपर्नेछ, कटघरामा उभाउनु पर्नेछ। त्यही हो हाम्रो उद्देश्य अहिले। त्यति छ। तपाईँ निकै व्यस्त हुनुहुन्थ्यो, व्यस्तताको बावजुद पनि पाथिभरा टेलिभिजनलाई समय दिनुभयो, त्यसको लागि तपाईँलाई धन्यवाद। हस् त, धन्यवाद चाहिँ पाथिभरा इन्टायर टिमलाई होइन। तपाईँहरू मार्फत नै हो अब यसरी हाम्रो कुराहरू त्यो ठाउँसम्म पुर्याउने। त त्यो ठाउँसम्म पुगेर पक्कै पनि त्यसले केही काम गर्छ भन्ने मलाई लाग्छ। नमस्कार।